हेलो अनि नमस्ते सबैजनालाई। अहिले हामी छौँ सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा। यहाँ चाहिँ हामीले भर्खरै जारी 2 हेरेर निस्किसकेका छौँ। अब चाहिँ हामीले यहाँको दर्शकहरूलाई र जारी 2 मा रहेका एक्टर्सहरूलाई सोध्नेछौँ उहाँको एक्सपिरियन्स कस्तो भयो मुभीलाई लिएर। हामीले जारी 2 हेऱ्यौँ आज चाहिँ एकदमै राम्रो लाग्यो ओभरअल, अनि अडियन्सहरू पनि एकदमै एक्साइटेड हुनुहुन्थ्यो। उहाँहरूको रियाक्सन हेर्दाखेरि सबैजनालाई एकदमै मन पर्यो। जारी 1 पछि जारी 2 बनाउने यहाँलाई सोच कसरी आयो, अनि स्टोरी ब्याकग्राउन्ड स्टोरी भनिदिनु न हामीलाई अर्का। यो एउटा च्याब्रुङ्गेको कथा भन्ने एउटा सांस्कृतिक मुभी बनाउने इच्छा भयो। त्यसपछि चाहिँ साथीहरूले यो कथा चाहिँ जारी 2 बनाऊँ भन्ने आग्रह गरे, प्रस्ताव गरे भनौँ न होइन। त्यसपछि जारी 2 बनेको यो कथा चाहिँ। हजुर, कति महिना लाग्यो यहाँलाई चाहिँ त्यो होल स्टोरी प्रिपेयर गर्न? वर्ष दिनको मेहनत हो यो। हजुर, खिच्दाखेरिको रमाइला पलहरू हामीलाई केही सेयर गर्न मिल्छ भनिहाले? रमाइलो त रमाइलै हुन्छ। हाम्रो सेटहरू प्रायः छ, अरू कलाकारहरूलाई सोद्धा पनि हुन्छ। रमाइलो गर्छौँ हामी, तनाव रहित सुटिङ गर्ने कोसिस गर्छौँ। किनभने घर छोडेर एउटा बिरान ठाउँमा पुगेको हुन्छौँ। वर्षक पारिवारिक माहौल रहोस् केटाकेटीहरूलाई भन्ने ध्यानमा राखेर सुटिङ गर्ने गरेका छौँ हामीले चाहिँ। हजुर, अनि यो टोटल मुभी सक्नलाई चाहिँ यहाँहरूलाई कति दिन जति लाग्यो? 35-36 दिन लाग्यो सुट टाइम चाहिँ। ओभरअल भन्ने हो भने वर्ष दिनको काम हो यो। हजुर, यहाँको प्रशंसा त हामीले सबै एक्टर्सहरूबाट सुनिसकेका छौँ। यहाँको आगामी दिनहरूको प्रोजेक्ट्सहरूको लागि पनि अल द भेरी बेस्ट। धन्यवाद धन्यवाद। 2 मिनट्स। ओके, सो यहाँलाई कस्तो लाग्यो जारी 2? एकदमै राम्रो छ। म त कलाकार पनि परे जारी 2 को। हजुर, अब दर्शकले मन पराइदिनु भयो जस्तो लाग्यो होइन। त्यसको लागि चाहिँ हामी जारी टिमको तर्फबाट सम्पूर्ण दर्शकहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। अरू त अब फेरि पनि होइन चलिरहेछ, हेरेर सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हजुर, सेटमा सुटिङ गर्दाखेरिको केही रमाइला पलहरू त्यसको बारेमा केही हामीलाई सेयर गरिदिनु न। सेटमा त अब त्यही हो, अलिकति हामी बर्खामा थियौँ होइन। अब कहिलेकाहीँ बर्सातको कारणले डिस्टर्बहरू हुन्थ्यो। भनेको टाइममा चाहिँ नि सुटिङहरू नहुँदाखेरि पिर लाग्थ्यो होइन। अनि रह्यो कुरा दयाहाङलाई, मेरो छोरोलाई त्यो डन्ठाले हान्ने एउटा सिन छ। त्यो डन्ठा हान्दाखेरि चाहिँ त्यो मिस्टेकली त्यो डन्ठा भाँचिएर चाहिँ त्यसको टुक्राले चाहिँ नि दयाको हत्केलामा लाग्दाखेरि मलाई अलिकति दुःख लागेको थियो। ठुलै घटना भयो होला भनेको, तर दाइ ठिकै छ भनेर। अनि अरू बाँकी कुराहरू सबै रमाइलो थियो। हामी एउटा परिवार जस्तो भएर काम गऱ्यौँ होइन, जसको प्रतिफल अहिले दर्शकहरूले जुन माया गरिरहनु भएको छ होइन, त्यही खुसी छु। हजुर, हस्, धेरै धेरै धन्यवाद सर। हेलो, नमस्ते उत्सव दाई। नमस्ते। यहाँलाई चाहिँ जारी 2 हेरेर भर्खरै निस्किनु भएको छ, कस्तो लाग्यो मुभी ओभरअल? के कुराले चाहिँ एकदमै मन छोयो यहाँको? ओभरअल मैले यो 2 चोटि हेरेको फिल्म हो। प्रिमियरमा फर्स्ट हाफ अनि अहिले चाहिँ सेकेन्ड हाफ, र 2 चोटि हेर्दाखेरि चाहिँ फाइनल्ली जारी राम्रो फिल्म बनेको रहेछ जस्तो लाग्यो। अनि अझ यो रिएडिट भएर डिरेक्टर्स जुन कट आएको छ, आई थिङ्क यो फिल्म हेरिसके पछाडि यसलाई नराम्रो भन्नुपर्ने चाहिँ छैन। र मैले इन्जोय पनि गरेँ, र कतिपय चाहिँ अलि हामीले सोच्नुपर्ने विषयहरू पनि छ। हामीलाई यो अलिकति द्वन्द्वकालमा पनि फर्काउँछ। र अर्को च्याब्रुङको कथा भइहाल्यो होइन। र ओभरअल फिल्म हेर्दा हुन्छ। लिम्बू समुदायको बारेमा चाहिँ यहाँलाई फिल्म हेर्नुभन्दा पहिला कति थाहा थियो, र फिल्म हेरेपछि चाहिँ यहाँको सोच, यहाँको धारणा के कुन तरिकाले चेन्ज भयो? लिम्बू भन्ने बित्तिकै मलाई दीपक लिम्बू याद आउँथ्यो, सिङ्गर। अनि तर कस्तो त्यो मलाई त त्यो ज्वेलरी अनि त्यो के भन्छ पोसाकहरू हुन्छ नि जुन मिरुनाले दया दाइले लगाउनु भएको छ, कस्तो रिच लाग्यो कि, कस्तो ब्युटिफुल लाग्यो। अनि अर्को चाहिँ कस्तो लिम्बूमा अलिकति महिलाहरू प्रधान हुने रहेछन्, अनि कस्तो झगडा अनि प्रेम हुने रहेछ, त्यो एकदम राम्रो लाग्यो मलाई। जारी 1 मा भन्दा जारी 2 मा चाहिँ के भिन्नता पाउनु भइहाले, र के कुराले चाहिँ एकदमै मन छोयो यहाँको? जारी 1 र 2 कम्पेरिजन त हुन्न होइन।
अब आफ्नै छ नि त यसको कथा प्रस्तुति जारी 2 मा हाम्रो रिच्चु दिज्जु थपिनु भएको छ होइन अनि मङ्गलेको घरबार भएको छ होइन मङ्गलेको आँखा खुलेको छ अनि मेन जुन 2 सेन्ट्रल क्यारेक्टर हुन्छ उनीहरूमा चाहिँ अलिकति मैले मच्युरिटी पाएँ होइन अलिकति परिपक्वता पाएँ आई थिङ्क यति नै होला सायद यति कति धेरै छ अहिले चाहिँ मैले यति मात्रै भन्न सकेँ धेरै धेरै धन्यवाद हाई प्रतिष्ठा हेलो हेलो अनि आज चाहिँ जारी 2 हेर्न आउनु भएको छ यहाँ चाहिँ सबैभन्दा बेस्ट पार्ट के लाग्यो मुभीको अनि त्यसपछि कुन कुराले चाहिँ यहाँको मन एकदमै छो एज अ मुभी हेर्दाखेरि बेस्ट पार्ट त आई थिङ्क वीणाको एक्टिङ फर्स्ट अफ अल यसमा एकदमै नेचुरल एकदमै आफ्नो क्यारेक्टर निर्वाह गरेको छ सो फर्स्ट थिङ त्यो भयो सेकेन्ड भनेको द एन्टायर स्टोरी लाइन किनकि धेरै जस्तो सेक्वलमा अलिकति लेन्दियर हिसाबमा लगेको जस्तो फिल हुन्छ नि त यसमा चाहिँ त्यो छैन स्पेसली यो डिरेक्टर स्कट भएको भएर अझ हरेक क्यारेक्टरको जस्टिफिकेसन छ एन्डसम्म सो ओभरअल भेरी नाइस मुभी ओके यहाँ आफै पनि एक्टर हुनुहुन्छ र यहाँको अपकमिङ प्रोजेक्ट्सहरू एक्टिङलाई चाहिँ इन जेनरल यहाँले चाहिँ कसरी प्रिपरेसन गरिराख्नु भएको छ आफ्नो जर्नीको बारेमा नि हल्का भनिदिनु न हजुर सो मेरो फर्स्ट मुभी पछि मैले आई टुक अ ब्रेक आफ्नो स्किल्स आफ्नो क्राफ्टमा काम गरेर अहिले मेरो मिलन चार्म्स दाइको फिल्म सुनिमा आउँदैछ सुटिङ पनि इट्स अन द गो हाफ कम्प्लिट भइसक्यो सो त्यो नेक्स्ट इयर आएछ र 2-3 प्रोजेक्ट्स अब अन द लाइन 2026 को लागि म प्लान गर्दैछु सो त्यसको लागि हरेक आई थिङ्क everybody audience पनि उत्सुकतामा हुनुहुन्छ कहिले आउँछ भनेर सो very soon and I'm very excited to हुन्छ नि तपाईँ सबैको माझ त्यो पुऱ्याउनलाई We are also very excited to see you in different movies अनि different खालको रोल्सहरू जाँदा जाँदै चाहिँ यहाँले जारी 1 भन्दा जारी 2 मा चाहिँ के डिफ्रेन्ट पाउनुभयो र कुन क्यारेक्टरले चाहिँ यहाँको मन एकदमै छोयो वान थिङ जारी 2 मा जुन नयाँ कुरा छ भनेको रिचा दिदीको क्यारेक्टर होइन दिदीको जुन त्यो क्यारेक्टर लास्टमा आएको त्यसले स्टोरीलाई छुट्टै मोड लिएको छ र एकदम इन्ट्रेस्टिङ भएको छ सुरुमा चाहिँ ल पढ्ला के भने त्यो एङ्गल पनि लियो होइन सो एउटा नयाँ क्यारेक्टर आउँदाखेरि अलिकति त्यो मुभीमा अझै एउटा लाइफ थपेको जस्तै भएको थियो सो रिचा दिदी क्यारेक्टर एकदमै फिनोमिनल एक्टर दिदी त भन्नै परेन त्यो त होइन सो या दिदीको क्यारेक्टर एकदम मन पराएको छ मलाई जारी 2 मा ओके अब चाहिँ नेपाली मुभीकोले जुन मोड लिँदैछ जुन रूप लिँदैछ के कुराहरू चाहिँ यहाँलाई अलिकति सुधार्नु पर्ने हो कि जस्तो लाग्छ र के कुरा चाहिँ यहाँलाई यस्तो हुँदैछ है भनेर खुसी पनि लागिरहेको छ अब आई थिङ्क मेनली त मेकिङ वाइज होला किनकि अब हामी एज एन अडियन्स हामीले अब कति सजिलो छ नि नेटफ्लिक्स एमाजोन प्राइम इन्टरनेसनल कति हेरेर हुन्छौँ सो त्यो लेभलको क्वालिटीको पुऱ्याउनु अलिकति नेपालको बजेटै भाउँदैन भ्याउन त तर एटलिस्ट वी क्यान ट्राई होइन रिसेन्ट जेरन टपमा त्यो जुन मेकिङ त्यो रिच त्यो त्यस्तो देखाएको छ एकदम मन पराएको थियो सो या आई थिङ्क सकिन्छ र हामी गर्छौँ पनि इन द नियर फ्युचर सो या थ्याङ्क यू सो मच नमस्ते शिवजी नमस्ते हजुर जारी 2 हेर्न आउनु भएको छ आज यहाँ चाहिँ कस्तो लाग्यो मुभी अनि के कुराले चाहिँ यहाँको मन एकदमै छोयो जारी 2 हेर्दाखेरि भनिदिनु न जारी 1 त मैले हेरिसकेको एकदम बवालै हो स्टोरी होइन जारी 2 आज मैले हेर्न आएँ होइन तर यो कथावस्तु जारी 1 र जारी 2 मा चाहिँ अलिकति फरक पाएँ मैले भिन्नतै पाएँ हजुर के कुरा भिन्नता पाउनुभयो र यहाँको मन चाहिँ एकदमै के कुन टपिकले चाहिँ छोयो मलाई चाहिँ टपिकले छोयो भन्दा यो कमरेडको बारेमा चाहिँ अलिकति आफूले घोकेको पनि थिएन फिल्म हेरेर यस्तो हुँदो रहेछ है यस्तो गर्ने रहेछ नि भनेर त्यो चाहिँ फिल गरेँ मैले कुन क्यारेक्टरले चाहिँ यहाँको जस्तो दयाङ दाई मिरुना दी रिचा दी विजय बराल सर सबैजना हुनुहुन्छ कुन क्यारेक्टरले चाहिँ यहाँको मन एकदमै छोयो कुन क्यारेक्टर चाहिँ ओहो भने जस्तो लाग्यो यहाँलाई अब यस्तो छ कमरेडको पारी जुन यो थियो नि त्यसले चाहिँ ओहो यस्तो पनि हुँदो रहेछ है मान्छेलाई यसरी हान्ने रहेछन् यस्तो गर्ने रहेछ भने अलिकति मन सिक्क यस्तो गर्न नहुँदो रहेछ नि भन्ने फिल भएर आफूले आफूलाई त्यो हेरेँ अब फिल गरेँ पनि त्यस्तो चाहिँ नपरोस् भन्ने लाग्छ रहेछ अहिले चाहिँ नहोस् त्यस्तो कुराहरू हजुर पक्कै पनि अनि जारी 1 मा भन्दा जारी 2 मा चाहिँ भिन्नता के पाउनु भयो यहाँले चाहिँ के मन पर्यो बेसिकली जारी 2 मा चाहिँ के एड भएको छ त्यस्तो जारी 2 मा चाहिँ धेरै फरक पाएँ मैले किनकि जारी 2 मा जारी 1 मा चाहिँ मैले हेरिरहेको एकदम फरक अर्कै बेसमा गएको थियो होइन जारी 2 चाहिँ त्योभन्दा अझै फरक क्यारेक्टरमा गएँ निखारियो होला जस्तो लाग्यो मलाई होइन हुन त अब यसमा कमरेडदेखि अब यो माओ दण्डकालकोदेखिको सबै समेटेको छ होइन त्यसमा चाहिँ जारी 1 मा चाहिँ थियो होला त्यस्तो अब किनकि त्यस्तो खासै देखाइएको थिएन नि त तर यसमा चाहिँ जारी 2 मा चाहिँ प्रश्न बुझियो के एकदम बवालै लाग्यो क्या तर हेर्न पर्ने दर्शकले चाहिँ जारी 2 लाई चाहिँ यसरी तपाईँले हेरिदिनु होला र कस्तो लाग्छ अब भइरहेको घटना पनि यसैमा समेटेको हो जस्तो लाग्छ मलाई
पक्कै पनि जारी 2 चाहिँ सबैले हेर्नुपर्ने नै मुभी हो। हामीले पनि दर्शकहरूलाई त्यही भन्न चाहन्छौँ, जारी 2 एकदमै राम्रो मुभी बनेको छ। नेपाली मुभीलाई सपोर्ट गरिदिनु होला, मुभी हेर्न अवश्य पनि आउनु होला। सँगसँगै नेपाली मुभीले जुन मोड लिइरहेछ अहिले, जुन प्रकारको मुभिजहरू आइरहेको छ होइन, के कुरा चाहिँ यहाँलाई अलिकति मिसिङ छ जस्तो लाग्छ अनि के कुरा चाहिँ बब्बाले भइरहेछ है इन्डस्ट्रीमा जस्तो लाग्छ यहाँलाई? अब यस्तो छ, अडियन्सहरूले कस्तो खालको रुचाउने भनेर फरक पनि हुन्छ होइन। जस्तो तपाईँ हामीले पो अब स्टोरी बुझ्छौँ र अब कथाहरू हेर्छौँ, त्यसमा फरक हुन्छ। अब अडियन्सहरूले कुन तरिकाले हेर्नु भएको छ त्यो त हामीलाई थाहा हुँदैन नि त। अब अडियन्सहरूले कुन रुचाइ हुन्छ, कुन मनपर्छ, अब अडियन्सको हातमा हुन्छ नि त फिल्म पनि। तर जस मलाई चाहिँ मन पर्यो होइन, एक हिसाबले चाहिँ अडियन्सले चाहिँ अलिकति फिल गरेर हेरिदिनु भयो भने अझ बुझ्छन् कि जस्तो लाग्छ मलाई। हजुर पक्कै पनि हामीले पनि त्यही होप गर्छौँ। धेरै धेरै धन्यवाद आज हामीसँग यहाँ कुराकानी गर्नुको लागि, धेरै धन्यवाद। हस् थ्याङ्क यू। म जाँदा एउटा सानो कुरा पनि भनिदिन्छु र यो च्यानलमा मैले तपाईँको पनि सेयर गरिदिन चाहन्छु। र भर्खरै मात्रै 3 दिन अगाडि मेरो गीत आइसकेको छ, झलीको गीत, तपाईँले पनि त्यो हेर्नुपर्छ है पक्कै पनि, जारी 2 सँगै। हजुर पक्कै पनि सबैजनाले हेरिदिनु होला, हामी पनि हेर्नेछौँ। थ्याङ्क यू सो मच। हेलो नमस्ते सर। नमस्ते। जारी 2 हेरेर भर्खरै फर्किनु भएको छ यहाँ चाहिँ, ओभरअल कस्तो लाग्यो मुभी चाहिँ? मेरो लागि त जारी 2 एकदम प्रत्यक्ष चलचित्र थियो होइन। अब मलाई मात्रै होइन, सम्पूर्ण नेपाली चलचित्र हेर्ने मान्छेहरूको लागि जारी भन्ने नाम आफैमा प्रत्यक्षित नाम नै हो। आज त्यो हेर्ने मौका मिल्यो अनि एकदम राम्रो चलचित्र, सुरुदेखि अन्तिमसम्म चलचित्रको कथामा चलचित्रले देखाएको इमोसनमा बाँधिएर हेऱ्यो। त्यही नै अब एउटा राम्रो फिल्म हेराइको अनुभव हुन्छ होला सायद। पक्कै पनि जारी 1 चाहिँ 1 भन्दा चाहिँ यहाँले जारी 2 मा चाहिँ के भिन्नता पाउनु भयो? अब जारी 1 मा चाहिँ हामीले पात्रहरूलाई पहिलोचोटि चिनेको थियौँ होइन। उहाँहरूको आफ्नो एउटा शैली, उहाँहरूको एउटा कस्तो छ त क्यारेक्टर भन्ने कुरा त्यति बेला इन्ट्रोड्युस भएको थियो। अब अहिले हेर्दाखेरि चाहिँ अलरेडी अब हामीले सबै क्यारेक्टरहरू चिनिसकेको छौँ होइन। अब केही नयाँ इन्ट्रोड्युस पनि हुनुभएको छ अनि उहाँहरूको थप आयामहरू हेर्न पाइयो। अब रमाइलो लागेको थियो। हजुर म्युजिक इन्डस्ट्रीमा इन्भल्भ भएको कारणले चाहिँ म्युजिकहरू चाहिँ यहाँलाई जारी 2 को चाहिँ के कस्तो लाग्यो र कतिको मन पर्यो यहाँलाई चाहिँ म्युजिकको ओभरअल हेर्दाखेरि? अब यो आफैमा नै एउटा नेपाली संस्कृतिलाई चाहिँ केन्द्रमा राखेर बनाएको चलचित्र हो। त्यो भएको हुनाले चाहिँ अब नेपाली गीत सङ्गीतको पनि यसमा एउटा एक किसिमको एउटा जोडिने नै भयो। किनभने अब सङ अफ च्याब्रुङ भनेपछि त यो त होइन अझ बढी नै जोडियो भनौँ न इन्स्ट्रुमेन्टल हिसाबले पनि। अनि अब जस्तै यसमा चाहिँ सानो त्यो हुन्छ नि एउटा पूर्वेली, हाकपारे होइन, अब एउटा पालम, धेरै कुराहरू छ। म्युजिकली पनि जस्तो कोही अलिकति यो चलचित्र हेर्नुभयो भने, अब कोही युथहरूले हेर्नुभयो भने पनि अझ अपडेटेड हुन सक्नुहुन्छ। हजुर पक्कै पनि यहाँलाई चाहिँ जारी 2 हेर्दाखेरि कुन पात्रले चाहिँ यहाँको मन एकदमै छोयो, त्यसको बारेमा के भनिदिनु न? अब 101 हुनुहुन्छ सबैजना होइन। अब दया दाइको आफ्नै एउटा छुट्टै छ अनि अब हाम्रो विजय बराल दाइको आफ्नै छ है। तर अब यो चलचित्रमा चाहिँ मलाई पहिला जारीमा पनि र अहिले पनि जस्तो मिरुना मगर जीको क्यारेक्टर अनि उहाँ स्क्रिनमा जति प्यारो देखिनुहुन्छ, उहाँले जसरी गर्नुहुन्छ त्यो चाहिँ एकदम नै प्रिय लाग्छ। र अब योपालि फेरि अर्को महिला अभिनेत्रीको रूपमा हाम्रो रिचा शर्मा म्यामले पनि एकदमै राम्रो गर्नुभएको छ। उहाँको आफ्नो जे जति छ त्यसमा पूर्ण न्याय गर्नुभएको छ। हजुर पक्कै पनि। अनि यहाँले दर्शकहरूलाई चाहिँ मुभी हेर्न आउनुहोस् भन्न चाहनुहुन्छ कि के कस्तो छ यहाँले चाहिँ एज अ अडियन्स हेर्दाखेरि चाहिँ रिभ्यू ओभरअल? अब यो जारी 2 भनेको चाहिँ यस्तो चलचित्र हो कि यसको लागि दर्शकलाई हामीले आउनुहोस् भन्नै पर्दैन होइन। अब यो फिल्म चलेको थाहा पाएपछि जो चलचित्र हेर्न रुचाउनुहुन्छ उहाँहरू चाहिँ अब कतिले हेरिसक्नुभयो होला, कति चाहिँ आउने प्लानमा हुनुहुन्छ होला। म चाहिँ यति भन्न चाहन्छु कि समय छिटो मिलाउनुहोस्, छिटो आउनुहोस्। पक्कै पनि सबैजनाले एकदमै हेर्नै पर्ने मुभी हो जस्तो लाग्छ मलाई पनि जारी 2। अनि यहाँको पनि अब अनेस्टली भन्नुपर्दा पर्सनली एकदमै म ह्युज फ्यान यहाँको सङ्ग्सहरूको। सानैदेखि अब लाइक यत्रो वर्षदेखि हामीले सुन्दै आइरहेका छौँ यहाँका सङ्ग्सहरू। आगामी दिनहरूमा पनि यहाँको प्रोजेक्ट्सहरू के कसो आउँदैछ, केमा व्यस्त हुनुहुन्छ आजकल, आफ्नो बारेमा नि हल्का भनिदिनुहोस् न। थ्याङ्क यू सो मच सर्वप्रथम त हजुरलाई होइन। अब मेरो आफ्नो कुराहरू गर्दाखेरि चाहिँ अब गीत सङ्गीतकै काममा छु म अनि सोजहरू भइरहेको छ।
रिसेन्टली एउटा टुर सकाएर आइयो अब त्यही हो नयाँ गीतहरूको कामहरू अगाडि बढिरहेछ त्यही नै बेस्ट विसेस हजुरलाई आगामी प्रोजेक्ट्सहरूको लागि अनि यहाँको अझै बब्बाल गानाहरू चाहिँ हामीले सुन्न पाइयोस् नाच्न पाइयोस् त्यही गानाहरूमा धेरै धेरै यहाँलाई बेस्ट विसेस थ्याङ्क यू अहिले हजुरले भनेको कुरा ठ्याक्कै लागु होस् थ्याङ्क यू हेलो नमस्ते म्याम नमस्ते नानी जारी 2 हेर्दाको यहाँको अनुभव र के कुराले चाहिँ यहाँको एकदमै मन छोयो जारी 2 हेर्दा त्यसको बारेमा थोरै भनिदिनु न हामीलाई अब सामाजिक यो कल्चरल अब लिम्बू कल्चरललाई एकदमै स्पष्ट रूपले मैले बुझ्न पाएँ आनन्द मिल्यो रहन सहन होइन लवाई खवाईहरूको अनि अब त्योभन्दा पनि ठुलो मानवीय एक आपसको सम्बन्ध भावनात्मक सम्बन्धहरू कति एउटा स्पष्ट बोली व्यवहार राम्रो नहुँदाखेरि कसरी बिग्रिँदो रहेछ भन्ने कुरा विशेष रूपले अब एउटा वैवाहिक जीवनमा छोरा मान्छेको सोच र छोरी मान्छेको बाध्यता सीमित के भन्छ एक्सप्रेस गर्न नसक्नाले कति मिसकम्युनिकेसन र मिसअन्डरस्ट्यान्डिङहरू क्रिएट हुन्छ र त्यसबाट सम्बन्ध एकबाट अर्को धेरै सम्बन्धहरू बिग्रिने भन्ने खालको नि उहाँहरूले प्रस्तुत गर्नुभएको छ त्यो एकदमै राम्ररी प्रस्तुत गर्नुभएको छ कुन चाहिँ पात्रले यहाँको मन चाहिँ एकदमै छोयो सबै पात्रहरू त्यत्तिकै इम्पोर्टेन्ट देख्छु अब मेन त अब भइहाल्यो हाम्रो दयाङ राईजी र हाम्रो मिरुना नानीको अन्य सबै किरदारहरू त्यत्तिकै राम्ररी खेल्नु भएको पाएँ मैले होइन अनि अब एउटा समय कालखण्डको बेलाको हाम्रो एउटा जुन विगतको नमिठो घटनाहरू क्रमलाई पनि प्रष्ट रूपले उहाँहरूले त्यसलाई ताजा बनाइदियो यादहरू कति डर त्रासहरू होइन त्यो द्वन्द्वको बेलामा एकदमै रमाइलो धेरै धेरै धन्यवाद म्याम धेरै धेरै धन्यवाद हेलो नमस्ते म्याम नमस्ते हाई जारी 2 हेरेर हामी भर्खरै बाहिर निस्किरहेछौँ एकदमै राम्रो लाग्यो ओभरअल मुभी अनि यहाँको रोल चाहिँ स्पेसली जारी 1 मा चाहिँ हामीले नदेखेको कुरा चाहिँ जारी 2 मा हजुरलाई देख्न पायौँ हजुरको एक्टिङ पनि एकदमै राम्रो लाग्यो होइन सबैजनाले यहाँको एकदमै प्रशंसा गरिराख्नु भएको छ यो रोलको लागि प्रिपरेसन गर्दाखेरि यहाँलाई कतिको गाह्रो सजिलो के कस्तो भयो अनुभव चाहिँ होइन अब यस्तो हो अब म माओवादी कमरेडको रोलमा छु होइन अनि अब पहिला उमा भन्ने सिनेमा पनि गरेको हो मैले माओवादी कमरेड भएर त्यस पछाडि तर त्यसमा उसको आफ्नै खालको यात्रा थियो होइन त्यसपछि अहिले बिचमा मैले टलकजङ भर्सेस टुल्के भन्ने सिनेमामा पनि फुल्ली क्रान्तिकारी थिइन् होइन सो यहाँसम्म आउँदाखेरि त्यो मनोविज्ञान त्यो साइकोलोजी चाहिँ बुझ्न सके जस्तो लाग्छ मलाई कमरेड सुनिताको यहाँले एउटा इन्टरभ्यूमा भनेअनुसार चाहिँ त्यही घरमा बसेर होइन यहाँहरू चाहिँ एकदमै रमाइलो भएको थियो एक्सपिरियन्स ओभरअल मुभीको भन्नुभएको थियो सो बेस्ट मोमेन्ट चाहिँ यहाँको सुटिङ गर्दाखेरिको कुन थियो अब यस्तो हुन्छ त्यो हामी होटलमा बसेका थिएनौँ आङसाराङमा हामी उपेन्द्र दाईको घरैमा बसेका थियौँ होइन अनि सो एकदमै रमाइलो भयो घरको माहौल जे पाक्ने त्यही खाने हुन्छ नि त्यो नुहाउनको लागि पनि त्यस्तो केही कुरा फ्यान्सी थिएन क्या लाइक नर्मल ठाउँमा गएर नर्मल बाथरुम थियो बाल्टिन लिएर जाने नुहाउने अनि त्यस पछाडि त्यहाँको खानेकुराहरू काफल यति खाइयो ऐसेलु यति खाइयो होइन सो त्यो मोमेन्ट्सहरू अनि त्यस पछाडि सुटिङ सकेपछि पनि हामी बोर्ड गेम्सहरू खेल्थ्यौँ मिरुना हामी अरू कास्टको के अरे दया विजय सबैजनाले खान्थ्यौँ खेल्थ्यौँ सो त्यो चाहिँ एकदमै रमाइलो भयो त्यो चाहिँ सम्झिन्छु एकदमै सर पक्कै पनि हामीले त्यो इमेजिन गर्न सक्छौँ कति रमाइलो भयो होला त्यही घरमा बस्ने खाने सबैजना मिलेर भनेपछि पक्कै पनि एकदमै रमाइलो भयो होला अनि यो क्यारेक्टरको लागि चाहिँ यहाँले प्रिपेरेसन कसरी गर्नुभयो होइन कति दिनको सुट टाइम थियो यहाँसँग क्यारेक्टर प्रिपेयर गर्नलाई कति टाइम थियो यताउता मसँग चाहिँ क्यारेक्टर प्रिपेयर गर्नको लागि टाइम काफी थियो र त्यो क्यारेक्टरको मेन सबैभन्दा बुझ्नुपर्ने भनेको साइकोलोजी हुन्छ उसको ब्याकग्राउन्ड हुन्छ कि त्यो बुझ्नको लागि चाहिँ राम्रै समय थियो अब सो त्यो कारणले गर्दाखेरि मैले जस्टिस दिएँ कि जस्तो लाग्छ होइन कमरेड सुनिता र तर त्यो मैले भन्ने होइन त्यो त अब दर्शकले जज गरेर भन्ने हो र अहिलेसम्म एकदमै राम्रो रिभ्युजहरू आएको छ सो खुसी छु म हजुर पक्कै पनि हामीलाई पनि एकदमै राम्रो लाग्यो कमरेड सुनिताको रोल चाहिँ यहाँको अनि यहाँलाई चाहिँ अब जुन प्रकारले नेपाली मुभिजहरू बनिरहेको छ होइन जुन प्रकारले नेपाली मुभीले मोड लिइरहेको छ अहिले होइन के कस्तो सुधारहरू भइरहेको छ र अझै सुधार गर्नुपर्ने कुराहरू चाहिँ के हुन् जस्तो लाग्छ एकदम राम्रो भइरहेछ दर्शकले नेपाली फिल्मलाई
एकदम साथ दिइरहनु भएको छ। विदेशी सिनेमा भन्दा धेरै नेपाली सिनेमा उहाँहरूको नम्बर 1 चोइसमा परेको छ। सबभन्दा खुसीको कुरा त्यही नै हो हाम्रो लागि। अब सुधार्नु पर्ने त हामीले कथा अझै मिठो मिठो भेरिएसन्सका कथाहरू ल्याउन सक्छौँ जस्तो लाग्छ मलाई। जस्तै जारी लिम्बू समुदायको हो होइन, त्यसै गरी अरू समुदायलाई पनि हामीले समेटेर सिनेमा बनाउन सक्यौँ भने त्यसलाई चाहिँ हामीले मजाले इन्डोर्स गर्न पाउँथ्यौँ आफ्नो नेपाली समाजमा, सबै दर्शकमा होइन। सो त्यो चाहिँ एउटा भइदियो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। हजुर पक्कै पनि। आज हामीले यहाँ धेरैजना मान्छे भेट्यौँ। मैले नेपाली मुभी पहिला हेर्थिनँ, पहिला हिन्दी इङ्ग्लिस हेरेर हुन्थेँ, तर अहिले चाहिँ नेपाली मुभी रिसेन्टली एकदमै हेर्न लागेको छु भन्ने मान्छेहरू धेरै नै भेटियो। यो पक्कै पनि नेपाली मुभी इन्डस्ट्रीको लागि राम्रो सन्देश हो जस्तो लाग्छ हामीलाई। यहाँहरू दर्शकहरूलाई पनि हामीले जारी 2 चाहिँ हेर्नै पर्ने मुभी हो। जारी 2 चाहिँ पक्कै पनि हेर्नु होला र के कस्तो लाग्छ रिभ्युजहरू आफ्नो दिन नबिर्सिनु होला। त्यही नै भन्न चाहन्छु। नमस्ते। यहाँले जारी 2 मा अत्यन्त राम्रो प्रस्तुति देखाउनु भएको छ। हामी सबैले हेऱ्यौँ जारी 2, आज एकदमै मन पर्यो। दर्शकहरू पनि एकदमै एक्साइटेड हुनुहुन्थ्यो, ताली बजाइराख्नु भएको थियो, सिटी फुकिराख्नु भएको थियो। यहाँको जारी 2 को ओभरअल एक्सपिरियन्स कस्तो भयो? मलाई त अब सुटिङ गरिराख्दाखेरिको क्रम भनौँ हाम्रो जारीको पहिला पनि एकचोटि टिम भइसकेको भएर एकदमै आनन्दले सुट भएको मुभी हो। अनि जति हाङमाको योपालिको उसको जर्नी जुन थियो रियलाइजेसनको, अनि ऊ एकदमै इभल्भ भएको क्यारेक्टर भएको हुनाले मलाई चाहिँ काम गर्न एकदमै मजा आएको, च्यालेन्जिङ पनि लागेको थियो। तर अहिले अडियन्सहरूको रेस्पोन्स हेरिराख्दाखेरि चाहिँ एकदमै खुसी लागिरहेछ। हजुर यहाँको चाहिँ अलिकति गाउँको क्यारेक्टर थियो होइन, त्यो ओभरअल प्रिपरेसन कसरी गर्नुभयो होइन, त्यसपछि तयारी चाहिँ बेसिकली कसरी गर्नुभयो क्यारेक्टरको लागि? होइन हरेक मुभीमा नै एक प्रकारको हाम्रो एउटा प्रोसेस हुन्छ भनौँ न। सुरुमा स्क्रिप्ट पढेदेखिको हाम्रो वर्कसपहरू हुन्छ, अनि क्यारेक्टर डेभलपमेन्ट कसरी गर्ने भन्दा यसमा चाहिँ हाङमा चाहिँ मैले एकचोटि पहिला गरिसकेको भएर क्यारेक्टर डेभलपमेन्टमा त्यति धेरै टाइम लागेन। तर मैले भने जस्तै उसको योपालिको जर्नी चाहिँ अझ बढी भनौँ न डिफिकल्ट थियो। सो त्यसको लागि चाहिँ मैले सकेसम्म अब जुन समयमा बेस भएको छ यो चलचित्र त्यो मैले आफैले नभोगे तापनि कसरी हुन्छ टिमसँग सल्लाह गरेर अनि केही हिसाबले चाहिँ मैले अन्डरस्ट्यान्ड गर्न ट्राई गरेँ, त्यसरी नै प्रिपेयर गरेको। हजुर अनि यहाँको चाहिँ सुटिङ गर्दाको सबैभन्दा मेमोरेबल मुमेन्ट अनि त्यसपछि सबैभन्दा यादगार पलहरू चाहिँ कुन थियो? सबै नै एकदमै रमाइलो थियो। सायद हामीले यो अब सङ अफ च्याब्रुङ भएर पनि होला एन्टायर सुटको बेला नै हामीले चाहिँ च्याब्रुङ प्र्याक्टिस गरिरहेको थियो। अनि एभ्री भनौँ न सुट पछि चाहिँ बेलुकातिर चाहिँ हामीले च्याब्रुङ चाहिँ नाच्थ्यो कि सबैजना मिलेर त्यो आँगनमा, घरको आँगनमा। सो त्यही होला। धेरै धेरै धन्यवाद हामीसँग गफगाफ गर्नको लागि। आगामी दिनहरूमा यहाँको मुभीहरूले अझै धेरै राम्रो गरोस् अनि यहाँको क्यारेक्टर चाहिँ अझै भिन्न भिन्न प्रकारको देख्न पाइयोस्। बेस्ट विसेस म्याम। थ्याङ्क यू सो मच। थ्याङ्क यू। यस्तै नेपाली मुभी इन्डस्ट्रीसँग रिलेटेड न्युजहरूको लागि, रिभ्युजहरूको लागि हामीलाई टिकटक, इन्स्टाग्राम, फेसबुकमा फलो गर्न नबिर्सिनु होला र युट्युबमा चाहिँ हामीलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त धन्यवाद।